काममा चाहिँ म अनि पिए कतिवटा राख्नुहुन्छ तपाईँ? अब पिए पनि यस्तो छ, मैले यहाँ भाइहरूलाई धेरैलाई भनेको छु, यहाँ तलब सलब पाउँदैन, सहयोग गर्न आउने हो, कोलाई सहयोग गर्न आउने हो, यहाँ चाहिँ आएर यहाँ त्यसो भए तपाईँलाई सहयोग गर्नेहरूले पैसा पाउँदैन, तलब पाउँदैन? पाउँदैन भनेको छु मैले। अब हेरौँ न के अवस्था आउँछ। अनि अब तपाईँ गाड बिना हिँड्दाखेरि त समस्या होला नि त। अब तपाईँ आउँदैन, गाड पनि नचाहिने तपाईँ? 70 वर्षसम्म बिना गाडी हिँड्यो भने जब त्यो 6 महिनालाई नहिँड्दैमा केही फरक पर्दैन क्या। तर अब चाहिँ के छ त भन्दाखेरि, तर गाड बिनाको मन्त्री तपाईँ? गाड बिनाको त अब भन्नु त मिलेन, किनभने अब माथिको यो सुरक्षाले चाहिँ गाड चाहिँ खटाइदिएको छ, त्यहाँ तलतिर बसेका छन्, घुम्न जाऊ भनेको छु मैले हैन, यहाँ कुरिरहनु पर्दैन भनेको छ। तर उनीहरूको आफ्नो ड्युटी हो, गर्छन् भने